नेपाली फुटबल यो शब्द सुन्ने बित्तिकै धेरैको मनमा आशा, निराशा र कहिल्यै नटुटेको एउटा सपनाको लामो कथा खेल्न थाल्छ। आज हामी यही 20 वर्षे उतार चढावले भरिएको यात्राको गहिराईमा पस्दैछौं। एउटा सपना जसले 20 वर्षको सङ्घर्ष सहयो। यो केवल एउटा वाक्य होइन, यो हजारौं खेलाडीको पसिना, लाखौं समर्थकको आवाज र एउटा सिङ्गो राष्ट्रको भावना हो। ल अब सुरु गरौँ यो यात्राको विश्लेषण। आखिर यो सपनाले कस्ता कस्ता मोडहरू पार गर्यो। हाम्रो कथाको पहिलो अध्याय सुरु हुन्छ त्यो समयबाट जसलाई धेरैले नेपाली फुटबलको सुनौलो पुस्ता भनेर चिन्छन्। यो त्यो बेला थियो जब सपना साकार हुने आशा सबैभन्दा बलियो थियो। त्यो समयका उपलब्धिहरू आफैमा एउटा कथा हुन्। सोच्नुस् त, सन् 2006 मा एएफसी च्यालेन्ज कपको सेमिफाइनलसम्मको यात्रा, त्यसको 2 वर्षपछि 2008 मा प्रधानमन्त्री कपको उपाधि नै जित्यो, अनि 2011 मा साफ च्याम्पियनसिपको सेमिफाइनल र 2012 मा भारतमा भएको नेहरू कपमा उपविजेता बन्नुले त नेपाली फुटबलको उचाइ कहाँ पुर्याएको थियो। अब मैदानमा यो सब भइरहँदा फिफा वरियतामा के असर पर्यो त? यो चार्टले ठ्याक्कै त्यही देखाउँछ। सन् 2005 मा लगभग 170औं स्थानमा रहेको नेपाल 2012 सम्म आइपुग्दा लगभग 140औं स्थानमा उक्लियो। यो सामान्य सुधार थिएन, यो राष्ट्रिय गौरवको विषय बनिरहेको थियो। तर जति छिटो यो सपनाले उडान भएको थियो, त्यति नै छिटो यो भुइँमा बजारिन आइपुग्यो। त्यो गति, त्यो उत्साह, त्यो आशा सबै एकाएक हराए जस्तो भयो। अब हेरौं कथाले कसरी यस्तो दुखद मोड लियो। अनि त्यसपछि सिङ्गो प्रणाली नै असफल भयो। यो एकदमै छोटो तर तीतो सत्य हो। आशाको त्यो दियो निभ्न थाल्यो र नेपाली फुटबल एक किसिमको भुमरीमा फस्न पुग्यो। अब यो असफलताको पछाडि कुनै एउटा मात्र कारण थिएन है, यो त धेरै समस्याहरूको एउटा जालो जस्तै थियो। फुटबल संघ एन्फा को व्यवस्थापनमा कमजोरीहरू देखिए। राजनीतिक हस्तक्षेप त छँदै थियो। घरेलु लिग कहिले हुने कहिले नहुने कुनै टुङ्गो भएन। अनि पूर्वाधार र युवा खेलाडी तयार गर्ने काममा लगानीको त कुरै नगरौं। अब संस्थागत कुराबाट अलिकति खेलाडीहरूको व्यक्तिगत भोगाईतिर लागौं, किनभने यो सबै प्रणालीगत असफलताको सबैभन्दा ठूलो मार त आखिर खेलाडीहरूलाई नै पर्यो होइन र? उनीहरूको वास्तविकता कस्तो छ त? आजका नेपाली खेलाडीहरू एउटा यस्तो दोधारमा छन् जसलाई करियरको दोबाटो भन्न मिल्छ। एकातिर देशको जर्सी लगाएर खेल्ने सपना र जुनून छ, अर्कोतिर आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न विदेश जानुपर्ने बाध्यता छ। यो एउटा नटुङ्गिने द्वन्द्व जस्तै हो। यहाँ हेरौं त यी दुई बाटोको फरक। राष्ट्रिय टोलीबाट खेल्दा गर्व छ, जुनून छ, तर आर्थिक सहयोग सीमित छ, घरेलु लिगको भर छैन। अर्कोतिर विदेशमा राम्रो पैसा छ, व्यावसायिक विकासको अवसर छ, तर देशलाई चाहिएको बेला खेल्न नपाइने हो कि भन्ने जोखिम पनि छ। कस्तो गाह्रो छोइस है। यो आर्थिक वास्तविकतालाई अङ्कमा हेर्दा अवस्था झनै छर्लङ्ग हुन्छ। नेपालमा खेलाडीले महिनामा औसतमा $300 देखि $600 कमाउँछन्, तर त्यही खेलाडी भारत वा अस्ट्रेलिया पुग्यो भने त्यो कमाई कैयौं गुणाले बढ्छ। अब आफूले भन्नुस्, खेलाडी किन विदेशिन बाध्य हुन्छन्? र यो अर्को तथ्याङ्क साँच्चै कहाली लाग्दो छ। घरेलु लिग खेल्ने 10% भन्दा पनि कम खेलाडीको मात्रै चोटपटकको पूर्ण बिमा हुन्छ। यसको मतलब के हो भने एउटा नराम्रो चोटले उनीहरूको पुरै करियर नै सिद्धाइदिन सक्छ। कति ठूलो जोखिममा खेल्छन् उनीहरू। तर के अब सबै आशा मरिसकेको हो त? त्यस्तो पनि होइन। अब हाम्रो छलफलको अन्तिम भागमा जाउँ, जहाँ हामी यो सपनालाई फेरि कसरी बिउताउन सकिन्छ र यी समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर हेर्छौं। सुधारको लागि एउटा स्पष्ट बाटो छ। पहिलो, एन्फाको प्रशासनमा सुधार ल्याउनै पर्यो, त्यसलाई पारदर्शी बनाउनै पर्यो। दोस्रो, ग्रासरुट र एकाडेमीमा लगानी बढाएर भविष्यका खेलाडी तयार पार्नु पर्यो। तेस्रो, एउटा नियमित र व्यावसायिक घरेलु लिग चलाउनु पर्यो। र सबैभन्दा महत्त्वपूर्ण, चौथो कदम, खेलाडीको कल्याण। उनीहरूलाई राम्रो सम्झौता, बीमा र करियर सकिएपछिको जीवनको लागि पनि सहयोग चाहियो। र अन्त्यमा यो एउटा महत्त्वपूर्ण प्रश्न, 2 दशक लामो यो सङ्घर्षपछि के नेपाली फुटबलको त्यो पुरानो सपना साँच्चै पूरा होला त? जवाब त भविष्यले देला, तर त्यो भविष्य लेख्ने कलम आजको प्रणाली, खेलाडी र हामी सबै समर्थकको हातमा छ।